जय मसीह सम्पूर्ण प्रिय मित्रजनहरूमा म यहोसु छिनालको तर्फबाट यतिखेर हामी गोर्खा जिल्ला गोर्खा नगरपालिका वार्ड नम्बर 9 मार्चु गाउँ शान्ति बस्ती नेपाली इसाई मण्डली परिवारबाट हामी यो लाइभ भिडियोमा बोलिराखेका छौँ है। परमेश्वरलाई धेरै धन्यवाद होस्। आज यो सबातको दिन विश्रामको दिनमा चाहिँ हामी सेवा सङ्गति सकिकन हाम्रो प्रिय छोरी अञ्जना छिनाल गएको धेरै लामो समयदेखि नै प्रभु येशूलाई मेरो उद्धारकर्ता र मुक्तिदाता भनेर ग्रहण गरिसकेको छोरी थिइन्। अनि मेरो गोर्खाको 2 महिनाको बसाइ र सेवाकाईको क्रममा चाहिँ छोरीसँग समय बिताउँदै गर्दाखेरिमा उनले बत्तिसमा लिन बाँकी थियो। अनि उनले चाहिँ बत्तिसमा लिएर अनि प्रभुमा आफ्नो समर्पित जीवन जिउनलाई उनले पुरा आफ्नो जीवनलाई चाहिँ परमेश्वरप्रति समर्पित गरेर अनि उद्धार मुक्ति पाएर नयाँ जीवन जिएर स्वर्गको राज्यको लागि उनी तयारी भएर अनि आफूलाई राख्नको लागि उनले मन्जुर गरेको कारण अनि उहाँको बुवा चाहिँ हाम्रो उहाँ दाजु मेरो आदरणीय दाजु हुनुहुन्छ, मेरो माइला दाजु। अनि उहाँको नाम विष्णु छिनाल अनि उहाँ नानीको आमा उहाँ हुनुहुन्छ अनि उहाँको नाम चाहिँ मनुमाया छिनाल। अनि उहाँहरूको सरसल्लाहमा उहाँहरूको मन्जुरीमा हामीले नानीलाई चाहिँ पिता पुत्र र पवित्र आत्माको नाउँमा बत्तिसमा दिनको लागि हाम्रो यतिका मण्डली परिवारको साक्षीमा अनि हामी आज हाम्रै गोर्खा जिल्ला गोर्खा नगरपालिका वार्ड नम्बर 9 मार्चु गाउँ शान्ति बस्तीको यहाँ नजिकै पर्ने लुदी खोलामा हामी चाहिँ बत्तिसमा दिनको लागि हामी जाँदैछौँ। यो खुसीको दिन हो। आज चाहिँ स्वर्ग चाहिँ एकदमै महिमित भइराखेको छ अनि नरक चाहिँ आज नरकमा त्यो शैतानको रुवावासी भएको छ। अनि येशू ख्रिस्टले चाहिँ शैतानमाथि विजय प्राप्त गर्नुभएको चाहिँ आज 2025 वर्ष भइसकेको छ। उहाँ विजय येशूको नाउँमा चाहिँ हाम्रो छोरीको लागि हामी बत्तिसमा दिन जाँदैछौँ। प्रियहरू, तपाईहरूले पनि प्रभु येशूलाई विश्वास गर्नुहोस्। यो भिडियो हेर्ने जतिजना हुनुहुन्छ, जतिजनाले बत्तिसमा लिन बाँकी छ भने चाँडोभन्दा चाँडो येशूमा बत्तिसमा लिएर आफ्नो जीवन चाहिँ स्वर्गको राज्यको लागि तयारी गर्नुहोस् भनेर म आग्रह पनि गर्न चाहन्छु। हुन्छ, हाम्रो नेपाली इसाई मण्डली परिवार सबैलाई म धन्यवाद दिन चाहन्छु। वाट्सएप लाइन सङ्गतिमा हुनुहुने कदेखि चसम्मको सबै विश्वासीलाई पनि म धन्यवाद दिन चाहन्छु कि नेपाली इसाई मण्डली परिवारको सेवा चाहिँ क्रमिक रूपमा अगाडि बढिराखेको छ। तपाईँले प्रार्थना गरिदिनुहोस्। यसरी नै हाम्रो आदरणीय दाजुले पनि हाम्रो प्रार्थनाको उत्तर उहाँले पनि प्रभु येशूलाई चाहिँ आफ्नो उद्धारकर्ता र मुक्तिदाता भनेर ग्रहण गर्नको लागि उहाँ पनि तयारी भइराख्नु भएको छ कि परमेश्वरले उहाँको परिवारमा परमेश्वरले धेरै आशिष दिनुभएको होस्। उहाँको श्रीमती मनुमायाले चाहिँ आजभन्दा अगाडि नै केही वर्ष अगाडि नै उहाँले प्रभुलाई विश्वास र ग्रहण गरेर बत्तिसमा लिइसक्नु भएको छ है। यसकारण हाम्रो दाजुको लागि पनि प्रार्थना गरिदिनुहोस् कि हामी दाजुभाइ मिलेर नेपाली इसाई मण्डली परिवारको सेवालाई चाहिँ अगाडि बढाएर लैजान सक्नु भनेर हामी बिन्ती गर्दछौँ। अनि तपाईँले हाम्रो यो यात्राको लागि पनि प्रार्थना गरिदिनुहोस्। हुन्छ, यसरी नै यो गाउँमा चाहिँ सबै व्यक्तिहरूको चाहिँ उद्धार र मुक्ति र साँचो परमेश्वरलाई चिन्न सक्ने को लागि तपाईँहरूले प्रार्थना गरिदिनुहोस् भनेर म मेरो अनुरोध र विषय प्रार्थना पनि राख्न चाहन्छु। हस्त, जय मसीह। ल छोरी एउटा फोटो पनि